माङ्लाबारीतिर जाँदैछौँ बल्ल। हिउँ पर्ने टार यसलाई चाहिँ हिउँ पर्ने टार भन्छ है। एकछिन झुन्ने त भाइ। हाम्रो कान्छो हेर, कान्छो छोरो यहाँ छ, बुबा यहाँ हुनुहुन्छ। हामी कहाँ पुग्ने भने हामी यो ठाउँमा पुग्ने। यहाँदेखि अलिकति परतिर छ यो टावरमा। अहिले कहाँनिर घर देखिन्थ्यो थोरै डाँडामा। यसमा पुग्छौँ हामी, यो ठाउँमा थोरै घर देखेको छ। यहाँ पुग्दैछौँ। यहाँ पुग्नलाई जाँदैछौँ। अझै थुप्रो टाइम लाग्छ। यहाँनिर यस्तो रमाइलो ठाउँ छ, यति रमाइलो भएको छ। हामी चाहिँ मङ्गलबारे बजार जाँदैछौँ। मङ्गलबारे भन्छ। त्यहाँदेखि उता मङ्गलबारेदेखि उता मङ्गलबारे चौकी। यहाँनिर कसको वस्तु चरिरहेछन्। पहिला हामी सानो हुँदाखेरि यहाँनिर आउँथ्यौँ। कट्टुस अहिले धेरै फलेको छ। कट्टुस हेर्नु है सबैजनाले ल साथीहरू। हेर्नु कट्टुस कति धेरै फलेको छ। कट्टुसको सिजन अहिले एकदम धेरै भएको छ। यस्तो धेरै कट्टुस फलेको छ। यसको नाम चाहिँ चरी पोखरी अरे। यहाँ यो खनेर बनाएको रहेछ। यहाँ चाहिँ वन्यजन्तुहरूलाई यसो पानी खाने चराचुरुङ्गी अनि गाईबस्तुहरूलाई यस्तोमा यस्तो छ। यो चाहिँ चरी पोखरी। यसको नाम चाहिँ चरी पोखरी राखेको रहेछ यहाँका गाउँलेहरूले। यो माथि 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 यो चाहिँ रगचन्दन। रगचन्दन यो भिडियो हाम्रो बालिका दिदीले हेर्नुभयो भने तपाईँको घर मैले जुम गरेर निकालिदिएको छु है दिदी, राम्ररी हेर्नु ल। कल हिँड्दा स्या स्या स्या। यता चाहिँ उता धर्मदेखि देवीदेखि एकदम म चाहिँ भिडियो गर्दै गर्दै हिँड्दैछु हाम्रो गाउँघरको।